हुनुहुन्छ के को चित्र होला भन्नुस् त हार्ट मुखी बाँध्नु सबै हो जसको जत्रो छ मुखीको साइज उहाँको हार्ट त्यत्रै साइजको हुन्छ सो नाउ आई एम गोइङ टु टिच यु दिस मेकानिजम अफ हार्ट हाउ ब्लड पासेस इन आवर ब्लड कहाँदेखि कहाँ आउँछ कहाँ जान्छ कसरी जान्छ किन जान्छ काम के हो सबै कुरो म एक्चुअली भन्न गइरहेको छु एकदमै ध्यान दिएर सुन्नु होला र एकदम इम्पोर्टेन्ट टपिक हो यो बुझ्नुभयो भने यहाँबाट आउने सबै क्वेसन सल्भ गर्न सक्नुहुन्छ पहिले त हामीले पार्ट्सको नाम थाहा हुनु भयो म पार्ट्सको नाम एक एक गरेर भन्छु ल Look here, I have told already 4 chambers in our heart. This is one chamber, right atrium. Here, left atrium. यो एउटा कोठा हो right atrium, left atrium. दुईटा कोठा Now, right ventricle, left ventricle. These are the 4 chambers of our heart. What are their names? Right atrium, right ventricle, left atrium, left ventricle. Now look here, between right atrium and right ventricle, between right atrium and right ventricle, in this part, some valve is present, and that valve is called tricuspid valve. यो दुईटा कोठाको बीचमा एक प्रकारको ढोका हुन्छ, त्यसलाई valve भनिन्छ. ढोकाको काम के हो भन्नुस् त? तपाईको घरमा ढोकाले के काम गर्छ? हो, आउन जानलाई मद्दत गर्ने काम. कुनै बेला नआउन दिनलाई रोक्ने काम. ठ्याक्कै यो दुईटा च्याम्बर बीचको गतिविधिलाई आउन जान दिने अथवा रोक्ने काम चाहिँ कसले गर्छ त? यो भल्भले, ट्रिकस्पिड भल्भ. विच भल्भ? ट्रिकस्पिड भल्भ. राइट atrium, right ventricle and between tricuspid valve is present. क्वेशन कसरी हो भने which valve is present between right atrium and right ventricle भनेर सोधिदिन सक्छ. चित्रबाट जे पनि क्वेशन बनाउन सकिन्छ. which valve is present between right atrium and right ventricle? के हुन्छ आन्सर? tricuspid valve. which valve? Tricuspid valve. Now another 2 chambers, left atrium, left ventricle, and between them valve is present. Look here. So valve, tricuspid valve. यहाँ mitral valve छ. यसलाई यसको अर्को नाम bicuspid valve. Which valve? अब mitral किन मैले भनेन भने mitral र यो नाममा फरक सुनिन्छ. यहाँ tricuspid भयो भने यहाँ bicuspid भन्न सजिलो हुन्छ. उस्तै हो. tricuspid, bicuspid. अब यहाँ पनि ट्री र बी किन आएको हो? यो जुन भल्भ हेर्नुभयो हजुरहरूले, यो भल्भमा मासुको केन्द्र हुन्छ 3टा. जस्तो मासुको टुक्रा 3टा टुक्रा मिलेर ढोका बनेको छ भने ट्रिकस्पिड भयो. 2टा मात्रै टुक्रा मिलेर बनेको छ भने बिकस्पिड भयो. बाइकस्पिड अथवा बिकस्पिड. Understood why it is called tricuspid valve? Why it is called tricuspid valve भनेर सोध्यो भने त्यहाँ 3टा muscular flaps भएको छ. Because in tricuspid valve there is the presence of 3 muscular flaps. In bicuspid valve there is the presence of only 2 muscular flaps. दुईटा मात्रै मासुको टुक्रा हुने भएकोले त्यसलाई bicuspid valve भनिन्छ. म्याथको भाषामा 2टालाई बाइ भनिन्छ, 3टालाई ट्री भनिन्छ. सरी. So, do you know these names? Right atrium, left atrium, right ventricle, left ventricle, tricuspid valve and bicuspid valve. यो 6वटा नाम बुझ्नुभयो नि? चित्र देखाएर मैले नाम भन्न लाग्यो भने भन्न सक्नुहुन्छ. यो 6वटा नाम फेरि हेर्नु. यसरी उभिँदाखेरि which hand is this? Right or left? त्यसैले हार्टको यो भाग चाहिँ राइट भाग भयो. राइट atrium, right ventricle. यो साइडको लेफ्ट atrium, left ventricle. Now look here. Superior vena cava and inferior vena cava.
यो जुन हेर्दै हुनुहुन्छ यो पाइप मुनिपट्टिको पाइप यसलाई सुपेरियर एन्ड इन्फेरियर भेनी केभा भनिन्छ। नाम याद राखेर नाम आएन भने यसको प्रोसेस पढाएको अर्थ हुँदैन। याद राख्नुपर्ने हुन्छ। यो हर्टको माथिबाट एउटा पाइप आएको छ, अर्को पाइप मुनिबाट। यिनीहरूको नाम के हो त? सुपेरियर भेनी केभा, इन्फेरियर भेनी केभा। सुपेरियर भेनी केभा एन्ड इन्फेरियर भेनी केभा। सुपेरियर इन्फेरियर, ठिक छ। त्यसपछि यो हेर्नु अयोर्टा। अयोर्टा यहाँबाट जान्छ, यहाँ पनि अयोर्टाकै पार्ट होला। यो भागको नाम के हो? अयोर्टा। हामी अहिलेसम्म के पढ्यौँ? राइट अट्रियम, राइट भेन्ट्रिकल, लेफ्ट अट्रियम, लेफ्ट भेन्ट्रिकल। राइट अट्रियम र राइट भेन्ट्रिकलको बिचमा ट्रिकस्पिड भल्भ, लेफ्ट अट्रियम लेफ्ट भेन्ट्रिकलको बिचमा ट्रिकस्पिड भल्भ। त्यसपछि यो हर्टको माथि र मुनिबाट एउटा पाइप गएको छ। त्यो पाइप कहाँ गएर खुलेको छ भने राइट अट्रियममा गएर खुलेको छ। हेर्नु, माथिको पाइप राइट अट्रियममा आएर खुलेको छ। मुनिको पाइपले पनि कहाँ लान्छ ब्लड? यहाँ छ। यहाँ हेर्नु, यहाँबाट चाहिँ राइट अट्रियममै लान्छ। यो चित्र हेर्दा यता देखियो होला, तर यो पाइप पछाडिबाट गएको छ। सिटी फिगर दिने भने तर यो पाइपको मुख कहाँ खुलेको छ त? यसमै, राइट अट्रियम। सुपेरियर भेनी केभा, इन्फेरियर भेनी केभाले ब्लड कहाँ लान्छ त? यति बुझ्नुभयो? अब अर्को एउटा बाँकी हाम्रो यो पाइप, त्यो चाहिँ अशुद्ध रगत आउने हो सर। म रगत कहिले भन्छु, कहिले पाइप। अब यो बिचको जुन बाँकी रह्यो पल्मोनरी आर्टरी। कुन आर्टरी? पल्मोनरी आर्टरी। पल्मोनरी आर्टरी। र यो बाँकी चारवटा छ। यो पल्मोनरी। अब म पढाउँदा त तपाईँको नाम याद हुन्छ सजिलै। आर्टरी भनेको नेपालीमा धमिनी। नेपालीमा चाहिँ नेपालीमा चाहिँ म अलिक इङ्ग्लिस मिडियमको पढेकोले अलिक कमजोरी छ। तयारी गर्दा चाहिँ सकेसम्म नेपाली मिडियममा पनि केही कुरा शब्दहरू चाहिँ जानिराख्दा विद्यार्थीलाई बुझाउन सजिलो हुन्छ। Now listen to me carefully, everyone. I am going to teach you about circulation, blood circulation in our heart. This inferior vena cava and superior vena cava. Inferior vena cava and superior vena cava. They carry impure blood. Impure blood means the blood which does not carry oxygen. Without oxygen, deoxygenated blood. From upper part of the heart, from upper part of the body, this vena cava carry deoxygenated blood, and from lower part of the body, मुटुको मुनि भन्दा मुनिको भागबाट चाहिँ तलको भेनी केभाले ब्लड जति ल्याउँछ। सर शरीरको तल्लो अङ्गको तलबाट लाने माथि मुटु भन्दा माथिल्लो अङ्गको चाहिँ सबै ब्लड माथिबाट के मार्फत त यो भेनी केभा मार्फत हेर्नु सुपेरियर भेनी केभा इन्फेरियर भेनी केभा मार्फत यसरी आउँछ र आएर यहाँ बस्छ। कहाँ बस्छ होला? राइट आर्ट्रियम। Right? So, superior vena cava and inferior vena cava carry all the impure blood, deoxygenated blood from our body to where? To right atrium. Can you have the right atrium? Now, we know heart always pumps. यो हार्टको चेम्बर के हुन्छ पम्पिङ भन्ने प्रक्रिया चलिरहन्छ। माथिको पम्प भयो भने माथिको पम्प इन भयो भने मुनिको पम्प आउट हुन्छ। माथिको स्क्विज भयो भने मुनिको भुक्क फुल्छ। त्यसरी and when this right atrium contracts, then due to the pressure of the blood, this tricuspid valve opens. Listen to me. When right atrium contracts, then due to the pressure of those blood, this tricuspid valve opens, and those all blood comes here in right ventricle. कहाँ आएर जम्मा भयो त? भेन्ट्रिकल। सुरुमा कहाँ थियो ब्लड? सुरुमा त हाम्रो शरीरभरि भरिएको थियो।
त्यो ब्लडलाई राइट अट्रियममा ल्याउने काम कसले गर्यो? भेनेकेवा, सुपेरियर भेनेकेवा र इन्फेरियर भेनेकेवाले। अनि त्यो भेनेकेवाले ब्लड राइट अट्रियममा ल्याइसकेपछि अब राइट अट्रियम कन्ट्र्याक्ट हुन्छ। राइट अट्रियम कन्ट्र्याक्ट भएपछि राइट अट्रियममा भएको ब्लडले के गर्छ? भल्भलाई प्रेसर गर्छ, ढोका खोल्नलाई मजबुर गर्छ, एन्ड भल्भ ओपन्स ड्यू टु द्याट प्रेसर अफ द ब्लड, एन्ड अल दोज ब्लड गेट इनसाइड द राइट भेन्ट्रिकल। यहाँसम्म बुझ्नुभयो नि? यसो कन्ट्र्याक्ट हुने पालो सक्यो। अब कन्ट्र्याक्ट हुने पालो यसो when right ventricle contracts, मैले अघि के भने एउटा कन्ट्र्याक्ट हुन्छ, अर्को एक्सपान्ड हुन्छ। यो कन्ट्र्याक्ट हुँदा यो एक्सपान्ड भएको थियो। अब यो कन्ट्र्याक्ट हुँदा त्यसको ब्लड यहाँ जानुपर्ने हो, प्रेसरले त जानुपर्ने त हो, तर जाँदैन। नजानुको कारण के त? यो जुन भल्भ हुन्छ यो भल्भ वान वे हुन्छ। यो भल्भ वान वे हुन्छ, एकतिरबाट पास हुन दिने, अर्कोबाट चाहिँ रिभर्स जान नदिने। त्यो प्रकारको मस्कुलर फ्ल्याक्स त्यसरी एरेन्ज गरिएको हुन्छ। यताबाट अब when right ventricle contracts, त्यही प्रकारको मस्कुलर फ्ल्याक्स मिलेको हुन्छ क्या। When right ventricle contracts, then all this blood passes in pulmonary artery. Where right ventricle contract हुने बित्तिकै पल्मोनरी आर्टरीको जुन यो भल्भ छ, पल्मोनरी भल्भ भनिन्छ। के भनिन्छ यसलाई? पल्मोनरी भल्भ। किन पल्मोनरी भल्भ? किनभने यो पल्मोनरी आर्टरीको ढोका हो जसको त्यसकै गुणगान गाउनुपर्छ। त्यसैले पल्मोनरी आर्टरी भएकोले यसको नाम के भयो? पल्मोनरी भल्भ। When right ventricle contracts, then blood pressurizes and pulmonary valve opens, and all those blood passes through pulmonary artery. यहाँसम्म बुझ्नु प्रोसेस? भेनेकेवाले के गरेको त्यो ब्लडलाई शरीरको विभिन्न अङ्गबाट ल्याएर थुपारेको थियो। कहाँ थुपारेको थियो होला? राइट अट्रियममा गयो थुपारे। राइट अट्रियम कन्ट्र्याक्ट भएपछि ब्लड कहाँ गयो? राइट भेन्ट्रिकलमा गयो। के मार्फत गयो? कुन भल्भ मार्फत? ट्रिकस्ट्रिक भल्भ। ट्रिकस्ट्रिक भल्भ खोल्यो र सबै ब्लड राइट भेन्ट्रिकलमा। अब राइट भेन्ट्रिकल कन्ट्र्याक्ट हुँदा ब्लड कहाँ गइरहेछ? राइट भेन्ट्रिकल कन्ट्र्याक्ट हुने बित्तिकै पल्मोनरी भल्भ खुल्छ र सबै ब्लड कहाँ गयो? पल्मोनरी आर्टरीमा गयो। कहाँ गयो? पल्मोनरी। यो कस्तो ब्लड? हामीले कुन ब्लडको कुरा गरिरहेछौँ? अशुद्ध, डिअक्सिजनेटेड, त्यस्तो ब्लड जुनमा अक्सिजन छैन। अब यहाँ पल्मोनरी आर्टरीबाट यो ब्लड सबै जान्छ लङ्समा। कहाँ जान्छ? लङ्सको डायग्राम यो होइन, मैले लङ्सलाई इन्डिकेट मात्रै गरेको। लङ्स यो हर्टको वरिपरि एउटा यता हुन्छ। मैले चाहिँ लङ्समा जान्छ भनेर लङ्सलाई इन्डिकेट गर्न खोजेको। यो पल्मोनरी आर्टरीबाट ब्लड कहाँ गइरहेछ? लङ्समा। कहाँ गइरहेछ? वाइ? For what purpose? For purification. यो सबै इम्प्योर ब्लड हो। हाम्रो शरीरको सेलले कसरी अक्सिजन पाउँछ त? यही ब्लडको मार्फत पाइरहेको हुन्छ। तर यो ब्लडमा अक्सिजनै छैन भने त्यस सेललाई कसरी अक्सिजन दिन सक्छ? त यो जान्छ अक्सिजन क्यारी गर्न। It will enter in lungs and carry oxygen. क्यारी अक्सिजन सबै बुझ्नुमा। पल्मोनरी आर्टरीबाट कहाँ गयो ब्लड? सबै लङ्समा। पल्मोनरी आर्टरी यही भएर कट हुँदैन, यो यसरी कनेक्ट भएको हुन्छ लङ्समा। ठिक छ? यो भनेको आदि सर्कुलेसन। यहाँसम्म बुझ्नुभयो कि भएन? नसा जोडिएका हुन्छ। अब म क्वेसन एनालाइज गर्छु यहाँदेखि। यहाँसम्म बुझ्नु भयो नि? छैन भने अहिले मलाई सोध्नु, कहाँ बुझेको छैन म त्यहाँ एक्सपेक्ट। कहाँ बुझिएन त भन्नु पर्यो नि त पोइन्ट। एक्चुअली रिकल छन् है फेरि। दिस सुपेरियर भेनेकेवा एन्ड इन्फेरियर भेनेकेवा, दे क्यारी अल इम्प्योर ब्लड फ्रम अपर पार्ट अफ द बडी, फ्रम लोवर पार्ट अफ द बडी एन्ड कलेक्ट्स इन राइट आर्ट्रियम। Who collects in right atrium? Superior venicula and inferior venicula. यिनीहरूले पुरै शरीरको इम्प्योर ब्लडलाई कहाँ ल्याएर जम्मा गर्छ? When
contracts, then what happens? When right atrium contracts, then tricuspid valve opens. Tricuspid valve के हुन्छ खुल्छ, द्वार खुल्छ. And then this all impure blood comes to the right ventricle. छ यहाँसम्म के नबुझेको? Now when right ventricle contracts, then pulmonary valve opens. यो right atrium र right ventricle valve open हुँदैन, किन यो one way valve हो, माथिबाट ब्लड तल आउने मात्रै. पल्मोनरी valve खुल्छ र यो सबै impure blood कहाँ गयो? पल्मोनरी artery. पल्मोनरी artery हुँदै कहाँ जान्छ त? It will enter in lungs. For what purpose? For purification, to carry oxygen. Lungs मा किन गयो? Oxygen carry गर्न. अब यसले oxygen carry गरिसक्यो होला हैन?